परमप्रभु परमेश्वर पिताको नाममा जय मसीह टक्राउन चाहन्छु यहाँहरू सम्पूर्णलाई। हजुरको माझमा परमेश्वरको जिउँदो वचन यहाँहरूको माझमा राख्न चाहन्छु। यूहन्ना 1:29 लेखिएको छ, भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनु भएको देखेर भने, हेर, संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा। यूहन्ना 1:29 यूहन्नाले चाहिँ येशू ख्रीष्ट आफूतिर आइरहनु भएको देखेर भन्दै हुनुहुन्छ, हेर, संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा भनेर बताइरहनु भएको छ। ख्रीष्ट येशू चाहिँ यूहन्नातिर आइरहनु भएको देखेर यूहन्नाले भनेको कुरा चाहिँ साँचो हो र यो सत्य साँचो वचन चाहिँ हाम्रो लागि पनि हो, हाम्रो लागि हो। किनभने संसारकै पाप उठाइ लैजाने परमेश्वरको थुमा भनेर चाहिँ यूहन्नाले ख्रीष्ट येशूको बारेमा बताइरहनु भएको छ। अब यो पाप उठाइ लैजाने, हाम्रो सबै पाप उठाइ लैजाने चाहिँ ख्रीष्ट येशू नै हुनुहुन्छ भन्ने कुराको स्पष्ट जानकारी यस वचनबाट हामीले थाहा पायौँ। यो वचनमा हामीले विश्वास गर्नुपर्छ, हाम्रो पाप उठाइ लैजाने परमेश्वरको थुमा उहाँ नै हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले विश्वास गर्नुपर्छ। ख्रीष्ट येशूमा विश्वास गरे हाम्रो पाप अधर्म सबै उहाँले मेटाइदिनुहुन्छ। हाम्रो पाप उठाइ लैजाने परमेश्वरको थुमा भनेर यूहन्नाले भन्नुभएको कारण ख्रीष्ट येशूले हाम्रो लागि पाप उठाइ लैजाने कुरा यस वचनमा राख्नुभएको छ। हुन्छ, परमेश्वरलाई धन्यवाद भएको छ वचनको लागि। हामीले सुनिसकेका छौँ। हामी सबैलाई प्रभुले आशिष गरून् भन्न चाहन्छु। यहाँहरूलाई जय मसीह टक्राउन चाहन्छु। परमप्रभुको नाममा जय मसीह।